हेलो हाई जोरले नमस्ते सबैजनालाई स्वागत छ कविता थापा मगर युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला। फर्स्ट अफ अल सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु। आज तिहारको दिन सबैजनाले राम्रोसँग मनाउनु हुनेछ भन्ने आशा छ। अनि हामीले पनि म पनि यो के भन्छ अरे बिहे गरेपछि 3 वर्षपछि तिहार मनाउन आएको माइतमा। भन यो सर्टको कति अरे 1900। अनि त्यसपछि मनाउन आएको। अनि हामीले खानासाना चाहिँ रेडी पारिसक्यौँ। अब टिका लगाउनको लागि टाइम हुँदैछ 11 बजे। अनि रेडी पनि भइसक्यौँ। यही हो मेरो आउटफिट। अनि अब रेडी भएर अब टिका सिका लगाइदिने। अनि त्यसपछि हेर्दै गर्नु होला के गर्छौँ हामीले। ल जिउ गर ल जिउ ल जिउ एउटामा फोटो खिच्के त्यो मेरोमा फोटो चाहिँ सोच मटेर हाल्नु। त्यो एउटैबाट गराएर त्यहाँ त पछि हाल्न मिलिहाल्छ नि। घुम्न पनि सजिलो। के गर्नु मेरो भाइ र आउला म त गेमर समातेर के छ म चिन्ता छैन मेरो क्यामेराम्यान पनि तेल खै त हजुर तेल पनि लगाइदिनु। यहाँ नुहाएर तेलै लगाएको छैन लगाएन नुहाएर तेल जेल होइन त्यो आछा सबै चिज पहिला त टोपी लगाएर त बोल्नु हो त। बालपाली टोपीहरू छ फेरि अनि टिक्की पर्छ। यो त मलाई ठिक हुन्छ होला। के अरे नेताले टोपी लगाएको कपाल भइरह्यो क्या हाम्रो अहिले गर्नु लाग्यो भाइ मोबाइल त लास्ट खतरनाक घाँस त अवस्था गराइदिन्छु। एकचोटि गर्नु त ठाडो मुखी गराउनु त बनाउन त माला बेचिरहेको यस्तै माला
खाना मलाई नै पानी पसिना आयो टिका लाउँदाखेरि मेरो बाइक वर्ष पुरै उहाँ बुटोलबाट यो त यही प्राइस छ त हामीले त्यही गरिदिनु मान्छेले माला सिजमलाई 3 भाइ र हामी 2 बहिनीले हातमा ढोगरी हुन्छ खुट्टा ढोगर छ हाल्नै हुँदैन त्यो सधैँ लगानेमै दिने तिहारमा मात्रै लगाने सधैँ उ गरेर त्यो टोपी कसले लगाइदिनु त बाकस भरेलाई सालकै उ गरेर त ब्लू कलरको घाम पर्यो बाबाको होला केबाट मेसेन्जरबाट हैन के हाम्रो कान्छो बधाई जेठो बधाई त उतै छ भाइ टिका लगाएर दुध खाना है यता भाइको दिदी दिदीले त ट्याङ गर्दै रहेछ जुत्ता त खोल यो 3.4 मा हुन्छ अगाडि आऊ फुल गराइदिम बेलका पुग्नुहुन्छ त्यसको भाउजू त कति ह्यान्डसम ब्युटिफुल सिधा हेर सिधा मलाई हेर मलाई यता के यता सिधा रियाक्सन एकैवटा ढर्का म त टिका मात्रै लाउने भनेको त दिदी रुडासम्म ढर्का नलानु पर्यो नखप्ने गरे त्यो होइन माला लाउने ल माला दिनु माला अन्य त
जीव गर्ने यसमा पैसाले न जीव गर्न जीव ठुलो हुने ल अब माम खाने जाऊ उठे हाल्दै त मेरो आमालाई जिगाउले त कहाँ हो राखिदिने त्यसलाई सिसिलो सिधाबाजी गरेर आफतिन्छ गाउँमा बास भेट जाए खाना हाल्दै छ कामले त अचम्मै खायो हाल्दिनै मासु हाम्रो दुर्गा भाउजूलाई एकदम टिका लगाइदिनु मान्छे धेरै भएर आवाज पनि आउँदैन बुहारी टोलीको पालो भन्नु अब बुहारी टोलीको पालो बुहारी भनेको एउटा नाइटी राखिदिएको तिमीले डेलाउ भनेर हो त ल के हो यस्तो दिदीले हाल्ने ल सक्यो अब मिना जुस खाएर यो के बाबु आई एम बेबी न्याउ अरे यता बेबी हाम्रो खुसीको एकलौटो मलाई तलाई मम्मीलाई मिलन ठुङ्गा दिनु के ठुङ्गा लाए नि हुन्छ छोरी मान्छेले मैले कति राम्रो ठुङ्गा ल्याइदिएको थिएँ भाउजूलाई उता अब माला लाउने भाग्य रहेछ भाउजूको काना मुनि काटा मुनि हालिदिनु मलाई दिने मैले पनि दिने हो क्या यस्तो चलन हो उतातिरको त कस्तो लाग्यो उठाएको चलन हामी सुर्खेत र पाल्पाको धेरै अलग हुँदो रहेछ गाईजहरू कान्छी दिदी यति दिदी हाम्रो आयान बिनाजी ए न छुट्टी भएको बाबा लोकल पारामा पानी पानी पर्यो गर्दै 6000 त गर्नु पर्यो क्या रोस्ता दिदी आइज उसलाई न उसलाई छोडिनलाई हेलो एन्ड नमस्ते साथीहरू म चाहिँ पूजिता थापा मगर कविता मगरको बहिनी अनि यहाँ आउँदैछ खानेकुरा बनाउँछ अनि म चाहिँ भलक बनाउँदैछु
तपाईँलाई चाहिँ करेला हालिदिनु क्या खानु भनेर किन